हेलो एभ्रिवान। आजको भिडियोमा चाहिँ हामी मोटिभेसन च्याप्टरको हायरार्की अफ मोटिभ पढ्न जाँदैछौँ र यो जुन तपाईँहरूले अहिले देखिराख्नु भएको छ यो चाहिँ मास्लो हायरार्की अफ निड हो, जसले ब्याचलरमा चाहिँ साइकोलोजी लिनुभएको छ भने चाहिँ यो जेनरल साइकोलोजीमा पढ्नुपर्छ र सेकेन्ड इयरमा चाहिँ यो इफ तपाईँहरूले सोसल वर्क लिनुभएको छ भने चाहिँ साइकोलोजी फर सोसल वर्कमा पढ्नुपर्छ है। The hierarchy of motive explain the sequential level of motivation according to the importance of requirement. अनि यो थ्योरी चाहिँ अब्राहम मास्लोले 1943मा प्रपोज गरेको थियो है। अब यसमा चाहिँ हाम्रो निड्स चाहिँ लोवर लेभलदेखि हायर लेभलसम्म एरेन्ज गरेको छ, जसमा चाहिँ लोवर लेभललाई चाहिँ हायर लेभलभन्दा बढी इम्पोर्टेन्स दिएको छ है, जुन तपाईँले यो पिक्चरमा पनि देख्न सक्नुहुन्छ। सो यसरी अर्डर दिएको छ है, लोवर लेभलदेखि हायर लेभलसम्म चाहिँ यो सिक्वेन्समा राखेको छ। अब सबैभन्दा फर्स्ट र इम्पोर्टेन्ट निड भनेको चाहिँ फिजियोलोजिकल निड हो है। यसलाई चाहिँ बेसिक सर्भाइभल निड पनि भनिन्छ। अब यो कुरा के हो चाहिँ अगाडि हामी बुझ्दै जाऊँ ल। सानो बच्चा बेलामा चाहिँ हामीलाई बाँच्नलाई सबैभन्दा बढी आवश्यकता के हो भन्दाखेरि चाहिँ घाँस बाँस र कपास भन्थे होइन हामीले। सो यसमा चाहिँ घाँस बाँस कपास अनि निन्द्र अनि प्योर चाहिन्छ है। यदि यो निड फुलफिल भएन भने चाहिँ हामी केही पनि काम गर्न सक्दैनौँ, अरू काममा फोकस गर्न सक्दैनौँ। सो फुड वाटर एयर स्लिप सेल्टर चाहिँ एकदमै इम्पोर्टेन्ट छ। फिजिकल निड अनुसार चाहिँ हङ्गर र थ्रस्ट चाहिँ सबैभन्दा नेसेसरी कुरामा पर्छ जुन हाम्रो लाइफ मेन्टेन्स गर्नलाई होइन। त्यही भएर चाहिँ हङ्गर र थ्रस्टलाई यसमा राखेको छ। अब अर्को छ सेफ्टी, जुन हामीले साइकोलोजिकल निडमा चाहिँ फिजियोलोजिकल निडमा चाहिँ हामीले घाँस बाँसो कपास गरे होइन। अब यो साइकोलोजिकल निडमा चाहिँ हामीले सेफ्टीहरू अनि पछि फाइनेन्सियल स्टेबिलिटीहरूको कुरा गर्छौँ कि अब खानलाई लाउनलाई समस्या छैन भने पनि जस्तो बस्नलाई हामीसँग घर छ तर त्यो घरमा सेफ इन्भाइरोमेन्ट भएन भने हामी राम्रोसँग फङ्सन गर्न सक्छौँ सक्दैनौँ। सो बस्नलाई घर छ, जस्तो अब नेपालको सिस्टममा चाहिँ एन्सेस्टरको प्रपर्टीमा बसिरहेको हुन्छौँ, घरहरू जुराएको हुन्छ त्यसमा बसिरहेको हुन्छौँ होइन। तर त्यसमा सेफ इन्भाइरोमेन्ट छैन, अर त्यो घरमा बस्न त पाउनु भयो तर घर ढाल्नलाई केही छैन भने गाह्रो हुन्छ नि होइन। त्यही भएर सेक्युरिटी चाहिँ हामीलाई चाहिन्छ। अनि अब हामीलाई यसमा प्रोटेक्सनको सेफ्टी र प्रोटेक्सनको कुरा पनि आयो। जस्तो अब एकदमै हावाहुरी लागेको छ र तपाईँलाई चाहिँ बस्नलाई घर छैन भने कहाँ बस्नुहुन्छ, त्यो तपाईँको सेफ इन्भाइरोमेन्ट हुँदै भएन। अनि पछि खानेकुराहरू चाहिँ तपाईँले पाउनु भयो होइन, तर त्यो खानेकुरा अनहेल्दी छ भने के गर्ने। सो यसमा हेल्थहरू फाइनेन्सियल स्टेबिलिटीहरूको कुरा पनि आउँछ। अब अर्को छ लभ एन्ड बिलोङ्गिङ्स निड। अब सेफ्टी पछिको नेक्स्ट स्टेज निड्स चाहिँ हाम्रो लभ एन्ड बिलोङ्गिङ्समा पर्छ है। आफ्टर सेफ्टी ह्युमन निड सोसल कनेक्सन एन्ड इमोसनल अट्याचमेन्ट। सो यसमा चाहिँ फ्यामिली फ्रेन्डसिप अनि पछि रिलेसनसिप पार्टनरहरूले चाहिँ हामीलाई सेफ्टीहरू प्रोभाइड गरेको हुन्छ, लभ प्रोभाइड गरेको हुन्छ, जसले चाहिँ हाम्रो लाइफ चाहिँ इजी बनाइदिएको हुन्छ। जस्तो लोनलिनेसहरू कम गराइदिएको हुन्छ, केही दुःख पीडाहरूको कुरा छ भने नि कसैलाई सेयर गर्न मिल्छ। अनि पछि एकदम सपोर्टिभ एटमोस्फियरहरू चाहिँ हुन्छ है। अब अर्को छ स्टिम निड। अब स्टिम निड चाहिँ कहिले आउँछ त जब फिजियोलोजिकल अनि सेफ्टी बिलोङ्गिङ निड्सहरू चाहिँ पुरा हुन्छ तब चाहिँ स्टिम निड आउँछ है। अनि यसले चाहिँ इट एक्सप्लेन द डिजायर फर रिकग्नाइजेसन स्ट्याटस पावर एन्ड
admiration from the group in which individual belongs. यसमा चाहिँ यो चाहिँ 2 टाइप्सको हुन्छ है। फर्स्ट चाहिँ सेल्फ इस्टिम र सेकेन्ड चाहिँ सोसल इस्टिम। सेल्फ इस्टिममा चाहिँ ओन सेल्फको चाहिँ कन्फिडेन्स, एचिभमेन्ट, इन्डिपेन्डेन्स पर्छ भने सोसल इस्टिममा चाहिँ हामीले अरूबाट चाहिँ रेस्पेक्ट स्ट्याटसहरू चाहिँ खोज्छौँ। सो सेल्फ इस्टिम फुलफिल भयो भने चाहिँ हामीलाई कन्फिडेन्स हुन्छ, हाम्रो सेल्फ इस्टिम बढ्छ। तर यो फेल भयो भने चाहिँ हामीलाई चाहिँ अरू साइकोलोजिकल प्रब्लमहरू अथवा नराम्रो लाग्ने एकदमै म चाहिँ एकदमै केहीमा पनि कामै नलाग्ने जस्तो फिलिङ्सहरू चाहिँ आउँछ है। यो भयो स्टिम निड। अब लास्ट छ सेल्फ एक्चुअलाइजेसन है। सेल्फ एक्चुअलाइजेसनमा चाहिँ मास्लो हायरार्की अफ निडले चाहिँ सबैभन्दा टपमा राखेको छ। यो चाहिँ हाइएस्ट लेभल हो र यसमा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ इन्डिभिजुअल इज कन्सर्न्ड विथ इन्क्रिज हिज or her potential to the fullest. This is the desire to reach one full potential and become the best version of oneself. यो सबै चाहिँ जब हाम्रो फिजियोलोजिकल निड, सेफ्टी निड्स, बिलोङ्गिङ एन्ड लभ निड्स, सेल्फ इस्टिम निड्सहरू चाहिँ राम्रोसँग कम्प्लिट हुन्छ, सेटिस्फ्याक्सन लेभल पुग्छ। त्यसपछि बल्ल यो सेल्फ एक्चुअलाइजेसनको निडमा हामी आउँछौँ है। यसमा चाहिँ एउटा इन्डिभिजुअलको क्रिएटिभिटी, प्रब्लम सल्भिङ अनि पर्सनल ग्रोथ स्किलहरू चाहिँ बढ्छ र सेल्फ फुलफिलमेन्ट चाहिँ हुन्छ। अब यो चाहिँ हरेक पर्सनमा युनिक हुन्छ, पर्सन अनुसार चाहिँ भेराइ हुन्छ है त, डिफ्रेन्ट हुन्छ।